ल ल ऐ बिचारा Hello everyone, Namaste, Tashitalek, and welcome back to my channel, The Jason Blog. It's me, Smiling Lama from POKHARA. And guys, so today is November 6th. It's my special day, my birthday. So please guys, don't forget to wish happy birthday to me. And guys, so I was very excited to celebrate my birthday with blind people, disabled people, and our grandpa and grandma all age home, and especially our little monks. So this year my birthday is more better than last year, and so today I'm going to show you the video. And then so I just want to request to my subscriber, so please, if you celebrate your birthday, when you celebrate your birthday, so you just copy from me, yeah, like I'm just like a follow like my how I celebrate. And so today I share this video especially to you all. So it's very important we celebrate birthday like this, yeah. So make happy to others, that is also dharma. So I always say like this, yeah. And then like for me, I learn or I follow or I copy this my birthday celebration by my both guru Venerable Shangbar Rinpoche and Venerable Tripsen Rinpoche, because both of my guru birthday celebration every year, the birthday celebration like this, yeah. So I'm sure most of you also know that, and you see the video and photos also. And then so I just want to say I learn from my guru, and please my subscriber, you learn from me, yeah. So please this is very important, we celebrate our birthday. Okay, and so that's all. And then so today I'm going to show you, I was very excited, so my friends, they are waiting for me and they're going to help me, and then we go together. And so please learn from me, okay. And that's all. And then guys, so don't forget to wish happy birthday to me. And okay, so lastly I would like to say thank you so much to my sweet family for your supporting. So without your supporting I cannot celebrate like this, yeah. So thank you, especially my sis Pema Trocker. So thank you so much for your support. Okay, so today I'm going to show you the video. Okay, bye bye. सन्चै हुन्छ तपाईहरु सबै अनि यस्तै दुध मात्रै खुवाएको यस्तै भएर अहिले यतिको भयो अहिले 7-8 महिना भएछ नाइन नि उनी बगरमा बस्छिन् हजुर 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 अनि अहिले नानी नलिएर उनी मात्रै आएको थियो त्यहाँबाट त्यो फोटो पनि देखाइदिएको सर के समस्या के त्यही हो नि है हो त्यही हो ल ल ल म त थाहै पाएन कि कुन किन्ने किन हामीलाई थाहा हुँदैन है अन्त ल ल ल ल म अहिले दिन्छु है यो लो जय बुद्ध जय बुद्ध
मेरो नाम चाहिँ धोर्दा हो है धोर्दा हो तर सबैले स्माइलिङ दाइहरू सबैलाई नमस्ते मेरो बर्थडे सेलिब्रेट नगर्ने अगाडि सानो हजुरहरूलाई एउटा मेरो आफ्नैबाट यसो केही भन्न चाहन्थ्यो है अनि केही भन्छु त्यही सिधेर अनि त्यसपछि हामी केक काट्ने अनि त्यसपछि मेरो सानो कोसेली पाइला जस्तै अहिले के छ तपाईँहरू फेरि एकदम खुसी हुन्छ है छुने बित्तिकै अस्ति चाहिँ मैले त्यस्तो दियो है अहिले पहिले नभन्नु अहिले छोएपछि मात्र ठिक छ राम्रो अनि आज चाहिँ अब मेरो अब जन्मदिन है अनि तपाईँलाई सम्झेर मैले ठ्याक्कै यहाँ आशी दाइले पनि फोन गरेँ तपाईँलाई पनि मेरो जन्मदिन सम्झिँदो रहेछ पोहोर सालमा चाहिँ मैले त्यो गर्यो होइन यताबाट अनि यो सालमा पनि म तपाईँहरूलाई सम्झेर किनभने तपाईँहरू यो ठाउँ त मैले पहिलाबाटै भन्नु टाढा छ है अनि त्यही भएर अनि मैले यहाँ अब यहाँबाट मैले मेरो भिडियो पनि यहाँ उनीहरूले पनि यहाँ भिडियो खिच्दैछ यो भिडियो चाहिँ खास मैले किन खिचेँ भने यो मान्छेले मैले यो गर्यो देखाउनको लागि होइन यो चाहिँ के हो भने मैले यो मेरो आफ्नै युट्युबमा हाल्यो अनि यो हालेर तपाईँहरूलाई अरूले देखेर अनि तपाईँहरूलाई फेरि अरूले पनि बर्थडे यस्तो गरोस् भनेर कि एउटा किनभने बर्थडे मैले पहिलाबाटै भनिसक्यो बर्थडे भनेपछि अब त्यो के अरे रेस्टुरेन्टतिर जाने त्यो केक काट्ने त्यो पैसा फाल्ने भन्दा तपाईँहरूको ठाउँ तपाईँहरू जस्तै अहिले चाहिँ मैले यो के गरेछ भने अहिले त्यहाँ तपाईँहरूमा मैले अब कसरी कति छ अब त अहिले तपाईँहरू त्यो हुन्छ होइन तर मैले यो साल चाहिँ अहिले फेरि काठमाडौँमा मैले अस्ति टिकटकको लाइभमा हेरेर अनि काठमाडौँमा बिचरा आन्दो होइन उनीहरू चाहिँ अपाङ्गा हो त्यस्तो 50 जना बच्चा जस्तै रहेछ अनि उनीहरूले पनि मैले उनीहरूलाई त्यो दाइलाई भेटेर अनि पैसा पठाएको के त्यो दाइ चाहिँ तपाईँ जस्तै अनि सुरुमा उहाँ पनि अपाङ्ग नै रहेछ अनि बिचरा उहाँसँग बोल्यो अनि त्यही भएर अब त तपाईँहरूको ठाउँ अब पोखरामा त धेरै छ होइन तर किनभने अब तर तपाईँहरूको ठाउँ चाहिँ टाढा छ त्यही टाढा सम्झेर अनि टाढालाई बिचरा अब स्पोन्सर धेरै पाउँदैन अनि त्यही सोचेर है अनि राम्रो विचार त है त्यही भएर अब चाहिँ हामी केक काट्ने है ह्यापी बर्थडे भन्नु पर्यो केक काट्दाखेरि तपाईहरुले ह्यापी बर्थडे भन्नुस् अनि हामी भनिहाल्छौँ है सानो नानी आइज त सानो नानी आइज त एक जना कति छ क्यान्डल ल्याउनु पर्यो क्या क्यान्डल पर्दैन क्यान्डल ठिक छ क्यान्डल पर्दैन क्यान्डल समृद्धिले लिएर आऊ क्यान्डल पर्दैन है सानो नानी ल है ल ह्यापी बर्थडे भन्नु है जन्मदिनलाई हजुरको शुभकामना धन्यवाद ल अब चाहिँ म केक काटिसकेँ मैले अब केक काटिसक्यो अब मैले कसैले अनि केक काटेँ अहिले एकछिनपछि कसैले सबै दिएर है अब सुरुमा हाम्रो दाइले सुरुमा पहिला हाम्रो दाइलाई दिन्छु है दाइलाई दिन्छु अनि पहिला म सुरुमा दाइलाई दिन्छु यहाँ पहिला यहाँ रुमाल छ है तपाईहरु यताउता हिँड्दाखेरि पसिनाले यो पुस्नु रुमाल यहाँ छ है अनि मुख धोएर बस्ने है अनि यहाँ पानीको बोतल छ एउटा अनि यसपछि यहाँ मोजा छ मोजा अनि फेरि यहाँ एउटा मास्क छ मास्क लाउने है अब यो मास्क लाउने है अनि त्यसपछि यहाँ हात धुनको लागि साबुन बनाउने ल है दाइ ल बिचरा है धेरै धन्यवाद यहाँको अब सबै तपाईको दीर्घायु
अघि म गुम्बाबाट आज सुन्नु लामाजीले बोलेको कुरा सुन्नु आज म कहाँ जाने भनेर एकजना साथी भेट्यो उहाँले के भने म यहाँ आन्दो ठाउँमा अनि टाढा छ भन्थ्यो मैले अनि उहाँले हामीलाई के अरे पैसा पठाएछ अनि उहाँले अब फेरि के अरे हामीले के अरे यताउता नाम त भन्नु पर्दैन तर उहाँले अनि त्यो पैसा पठाएमा हाम्रो लामा 3 जना हाम्रो अब दाइ हामी सबैले अनि यो के अरे तपाईँहरूको लागि अब पाउरोटी अन्डा अनि दुध है अनि स्याउ चिनी ल धेरै छ बिस्कुट है अनि यो चाहिँ अनि तपाईँहरूको लागि आज खाजा र त्यो खानु न है आज खाजाको पनि त्यो भयो है यो सबै धेरै छ यहाँ है अनि यो चाहिँ म अहिले दाइको हातमा पठाउनु भयो होला नि धेरै धेरै धन्यवाद शुभकामना अन्डा पनि छ है अब अन्डा खाएर अलिक तक्रा बनाउनु होइन हुन्छ हुन्छ के हुन्छ धन्यवाद है अब भाइले काटेर थोरै थोरै दिनु अनि प्लेटै लिएर आउनु भएको छ त्यसमा हाले हुन्छ यहाँ टेबलमा सामान चाहिँ अहिले बिस्तारै पछि हाल्दै हुन्छ यहाँ धेरै छ है अहिले है खाजा खानु है बिहान यहाँ अन्डा पनि छ है त्यही गर्नु अब के घल्दै गर्छ अनि कसले हो गीत गाउने शिव परिवारको गीत त्यो पिउँदिन भन्दा भन्दा पिलायो साथी पिउँदिन भन्दा भन्दै पिलायो साथीले पिउँदिन भन्दा भन्दै पिलायो साथीले म छु भनी भरोसा पिलायो साथीले पिलायो साथीले म छु भनी भरोसा पिलायो साथीले चढ्दा होसमा हुन्थ्यो कोही पिएर नसा चढ्दा होसमा हुन्थ्यो कोही पिएर नसा चढ्दा के होसमा हुन्थ्यो कोही के होसमा हुन्थ्यो कोही बेहोसीमै पनि नजर मिलायो साथीले म छु भने भरोसा दिलायो साथीले दिलायो साथीले म छु भने भरोसा दिलायो साथीले दिलायो साथीले अब शेरबहादुर देवा पनि एक्टिङ गरेर जानु कहाँबाट खोजेर ल्याउने भाइ अक्सफोर्ड पढे विद्यार्थी भाइ कहाँबाट खोजेर भाइ अब भाइ अब डेपुटेसनलाई जगाउनु पर्छ भाइ त्यसलाई पार्टीले गर्नुपर्छ भाइ अब केपी शर्मा ओली अब हिन्दी भाषामा एउटा उखान छ कि खिसिआए बिल्ली खम्बा नच अर्थात् रिसाएको बिरालोले खाबो चिथाछ यस्तै भइरहेको अब पुष्पकमल दाहाल पर्छ माने निश्चित रूपमा हामी एउटा महान प्रक्रियामा छौँ र प्रतिगमनलाई हामी परास्त गर्न सक्छौँ र हामीले नै यो देशलाई नेतृत्व गर्न सक्छौँ भन्ने हाम्रो ठम्याइ छ ल भयो मेरो कसरी कस्तो लाग्यो फेरि आजैबाट परेको नि सबै चिज के ल ल
Bicara. La 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 la. धन्यवाद है हाम्रो के अरे फोटो पनि भयो है सबै भयो अब अरूहरूले यो फोटो यो भिडियो हेरेर युट्युबमा तपाईँलाई फेरि सहयोग गर्नुहोस् युट्युब च्यानल मेरो युट्युब च्यानल धोर्दा जेसिएम है धन्यवाद लानुहुन्छ अनि फेरि हेर्नुहोस् है ल एकचोटि अब बर्थडे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ओके बाबाई भन्नु फेरि हामी है ओके ल हामी जान्छ है फेरि हामी पछि भेटौँ ल लामा साथीहरुलाई बाइ बाइ हजुर धन्यवाद जय बुद्ध ल फुलको आँखामा फुलै संसार ताराको आँखामा कारै संसार झुल्किन्छ हे छाया बसु अन्सारा काराको आँखामा कारै संसार ओ त्यही हो कि ल है होइन फुलको आँखामा फुलै संसार त्यही हो है सेवा नै धर्म हो धर्म नै सेवा हो है हो त्यही भएर मान्छेलाई एउटा खुसी बनायो भने त्यो पनि एउटा धर्म हो होइन है ल ल ओके बाइ बाइ ल जान्छ है बाइ बाइ ल जय हो जय बुद्ध जय है ल जान्छ है हजुर अब जाडो महिना आउन लागेछ है तातो पानी खानु हस् राम्रोसँग बस्नु है फेरि भेटौँला हामी ल जय होस् ल के अरे यहाँ काम गर्छ तर भाइले मेरो टिकटक हेरेर रहेछ टिकटक कस्तो लाग्यो मेरो टिकटक एकदम राम्रो छ दाइ ए ल ल थ्याङ्क यू ल ल थ्याङ्क यू खुसी लाग्यो है टिकटक हेरेर म खुसी तिमी यहाँ बस्छ म चाहिँ माथि घरमै बस्छु ए यहाँ चाहिँ म यहाँ अनि आउनु चाहिँ आउँछु बिचरा राम्रो है यिनीहरूलाई राम्रोसँग हेर्नु है तिमीले त सक्छ अन्धहरूलाई राम्रो हुन्छ है ल ओके सो हामी सबै दिइसक्यो अब हामी फर्केर ल थ्याङ्क यू है हुन्छ थ्याङ्क यू है थ्याङ्क यू सुमान सर थ्याङ्क यू है थ्याङ्क यू ओके द्याट्स भेरी गुड एन्ड एभ्री वान इज भेरी ह्याप्पी द्याट सो नाउ वी आर गोइङ ब्याक टु वे ओके एन्ड सी यू हामी कहाँ जाने हो कहाँ जाने हो कहाँ जाने हो नन्दे कहाँ जाने हो अब यसो खानु लेप्सो तैँतले मोमो तैँतले थियो होइन थियो होइन Film jump lên tao. Được bao năm ra ta dịch có giống gì cả thằng la chặt. Ya. thì aku ta là tiền được Eh, tao po mo te a. Po mo sama ta kai stele. Ade ta ni mo mo je tu sa. Namju ya ta ga ta ta tis lega mo je dis ni ta. Yunge la mo namju ngal le phio hai. Ta ta tis ne lega da to ra ma so. 가장 나 시계 돌려서 하시는 분 아니 직맥이 돼서 샘도 어디 샘도 때 지나친 분에 이 강좀 보모체도랑 켈레 야 아니 그냥 야야 드링 이게 그냥 걔가 왜 어때 아니 나니마 빨리 이제 가서 보모다 다 니만 넣어서 너 이제 가서 이 왕보 교제다 미 교제 고소단 이 비치상에 사상 안다다 계속 가면 당 가서
믹스 칼라 땅에 되기 뭐뭐라 이 믹스 안 되냐면 나 예바 중중 예만 낭싱 기스나 예바 중중 시 안돼 야뭐 뭐 이런 거 그냥 제와 로 안에 돼 예바 오스다 뭐 다들 루말 왜돼 또 뭐 그런 거 야마주 안에 뭐로 치 드시다라 아니 뭐 주도 어디지 안되는 빈야마 또 이제시요 아 나디 예바 중중시 나니 백세디 뭐 이런 거 데이터 얘기 나랑 중간에 되고 걔가 아니 뒤체 아니 가서 믹스에다디 가서 너 뭐뭐 당겨 되나 이 너뭐 어예 오케이 딱 타마데 예르발라 Thank you. Bilang thank you loh. Thank you. Herbal yang cincang. 다 뭐뭐 양고 싫었지? 뭐뭐 양고 싸. 지금 라면 오라 안 가라. 해피 바디 라면이나. 해리 바디 랍차지. 랍차이나. 야야. 좋지. 최근에 가서 돈도 좋아. 그때 좋지. 자, 벗어놓. 여 저러지. 야, 마마. 둥지씨, 야야. 야야, 둥지씨. 야야, 둥지씨. 내려와라 차가로. 야야. 버티 나서는 버타와 강마 어디 심사 먹어 심어서 tuk지 제다 그때 때 마셔. 야야야 또 마셔. 야야 오케이 뭐뭐 딱 죽인다 너 야야 뭐 야야 진짜 야야 뭐 인다 다 제맛죠 야 뭐뭐 야야야 야나 죽인다 야야 바이바이 나 죽인다 바이바이 죽인다 바이바이 야야 바이바이. Hey guys, so this is called birthday celebration. So now I'm going to monastery and then little monks they are waiting for me. So
Last celebrate with our little monks. यिनीहरू कुरेर बसेछ आम्मामामामा मलाई कुरेर बसेको मलाई कुरेर बसेको आज मेरो के हो हेलिकप्टर खोला चाहियो हेलिकप्टर खोला आज मेरो के हो मैले यहाँ तिमीहरूलाई फेरि पहिला जस्तो है अब यहाँ यिनीहरूको नयाँ लामो होइन पहिला पनि दिएँ कि दिएन मैले अब त्यही भएर अहिले पनि अनि त्यही भएर तिमीहरू फेरि पछि लामा राम्रोसँग बस्नुपर्छ है त्यो लामा आएर त्यो खाने मात्र होइन पढ्नुपर्छ राम्रोसँग है त्यही भएर हामी के गरिदियो है अब यहाँमा के छ भने यस्तो घरेहरू छ है देख्यो है घरेहरू अनि यो मिठाई अनि चकलेट है के हो घरे अनि के हो खोइ अब यो खै के अरे ह्याप्पी बर्थडे भन्ने जन्मदिन खोइ ल है ओ मन पर्यो ल एकछिन यता खेल्दा है अब भिडियो ल बाहिर खेल्छ एकछिन जाऊ जाऊ ल जाऊ जाऊ सुन्नु खोइ भिडियोमा अब ल ह्याप्पी बर्थडे चलाउ त यहाँ चलाउ त ल ओके ओके ल बाई Hello, bye bye. Okay guys, so now I'm going to show you the short video. So that place is in Kathmandu. I sent money and then they celebrate my birthday. So this video is really touching for me because they are all the kids, yeah, the students, and they are disabled people. And then I meet the Tilbadu Kharki. He is the chief of that the disabled students, and then he contacted with me, and then I sent some money to him, and so this is really blessing for me, and I met him in TikTok live. So
hope you love this video also, and then I share this video. If you want to help, then please do help with those the disabled the students, yeah, so they are very young. So if like make happy to others, and that is also dharmas, I always tell that. And so okay, can you see this video? Okay, Tashitalek. नमस्कार संयुक्त अपाङ्गता केन्द्रमा रहेका 50 जना अनाथ बालबालिकाहरूलाई आज चाहिँ जन्मदिन परेको छ। जन्मदिन भने पनि आज चाहिँ उहाँको विशेष जन्मदिन हो र उहाँ आज जन्मिने दिन बारमा जन्मिनु भएको छ भने उहाँले आज अनाथ बालबालिकाहरू अपाङ्ग बालबालिकालाई आज उहाँको आफ्नो जन्मदिनको अवसर पारेर केक साथै एकसाथ खाना खुवाउँदै हुन्छ। दर्शक सेवा नै धर्म पुण्य जीवन भन्दछ। उहाँ रहनुहुन्छ पोखरामा र पोखरामा उहाँ रहेर पनि आज उहाँको जन्मदिनमा स्नेही लामा गुरुको जन्मदिन परेको छ दर्शक। र उहाँको आज यो जन्मदिन उहाँको परेको छ, उहाँको फोटो पनि छ र उहाँलाई संस्थाको तर्फबाट अनाथ असहाय बालबालिकाको तर्फबाट लाखौँ शुभकामना पनि दिन चाहन्छु। र तपाईँले कहाँ कहाँबाट हेर्नुहुन्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। र नानी बाबाहरूले यो यसरी बोकेर उ गर्छन् भने हामीले हाम्रो स्नेही लामा गुरुलाई हाम्रो संस्थाको तर्फबाट अनाथ असहाय अपाङ्ग बालबालिकाको तर्फबाट संस्थाको तर्फबाट टिम मेम्बर लगायत सबैको तर्फबाट पनि हामीले उहाँलाई मायाको दिन जन्मदिनको शुभकामना दिन चाहन्छु। संयुक्त अपाङ्गता केन्द्र परिवार भनेर चाहिँ शुभकामना दिन चाहन्छु। यो शुभकामना पनि उहाँलाई हामीले यसरी टक्राउन चाहेको छौँ। यो शुभकामना यो चाहिँ हाम्रो संस्थाको तर्फबाट हो। संस्थाको तर्फबाट यसरी यो शुभकामना दिएको छौँ हामीले उहाँलाई। र अब ढिलो नगरिकन यो उहाँको आज जन्मदिनको अवसर पारेर ल यो पनि यो बोक्ने ल अब हो यसरी ल अब म बाल्छु अनि त्यसपछि अब अर्को ल गुरुलाई धेरै धेरै धन्यवाद भन। स्पेलिङ लामा गुरुलाई धेरै धेरै धन्यवाद भन्ने। ल अब अर्को अब केक काटिसके दर्शक पनि हामीले अब सेवा नै धर्म पुण्य नै जीवन भने जस्तै अब लामा गुरुलाई साह्रै मन पराउनु भएको अरे नानी बाबुहरूले गाएको एउटा गाना पनि अब मन बिनाको धन भित्रो गाना गाइदिनु ल। नम्बर राखेको हुन्छ, कन्ट्याक्ट नम्बर राखेको हुन्छ भने आज विशेष हाम्रो लामा गुरु स्पेन लामा गुरु पोखरामा हुनुहुन्छ नि उहाँको परिवारदेखि साथै उहाँ आज जन्मदिनको अवसर पार्ने नानी बाबुले केक साथै चिसो साथै अनि एकसाथ खाना पनि खुवाउँदै हुन्छ लामा गुरुले भने उहाँको परिवार अनि उहाँलाई लाखौँ शुभकामना पनि दिन चाहन्छु भने नानी बाबुहरूले लामा गुरुलाई धेरै धेरै शुभकामना भन्नुभएको छ भने साथै मन बिनाको धन भनेर गाना पनि गाएर उहाँहरूले नानी बाबुहरूले सुनाउनु भएको छ। अब हामी खानातिर जान्छौँ, खाना सुरु गरिहाल्छ, खानातिर जान्छौँ। अब पछि अब लामा गुरुलाई नि गुरु आउनुहुन्छ यहाँ र उहाँलाई हामीले दिनेछौँ र तपाईँले सक्दो सेयर गर्नु होला लामा गुरुको यो
मायावती साथै यो फोटो चाहिँ यो फ्रेम हामीले राखिदिनेछौँ अफिसमा र उहाँलाई सुरक्षासँग राखिदिनेछौँ र हामीले अब खाना नानी बाबुहरूलाई लामा गुरुको बर्थडेको अवसर पारेर आज नानी बाबुहरूलाई खानाहरू पनि हामीले चिसो सबै गर्दैछौँ। सेवालाई धर्म पुण्य जीवन भने जस्तै तपाईँले कहाँ कहाँबाट हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्दै अब यहाँ भट्टाभट खानाहरू पनि आइरहेछ। थ्याङ्क यू लामा गुरु भन है। खाना लिने बेलामा तिम्रो सबै आउँछ एकजना अरू चाहिँ खाना राख्ने गर्छ। लामा गुरु ल थ्याङ्क यू धन्यवाद भने अनि ह्याप्पी के अरे के भन्छ शुभकामना भन शुभकामना भन। अब फेरि गाना गाउने अब ल फेरि मन बिनाको धन मलाई के फोटो पनि खिचेमा गुरुको आज जन्मदिनको अवसर पारेर नानी बाबालाई एकछिन खाना खुवाउनु भएको छ भने साथै केक काटेर पनि रमाइलो गर्नुपर्छ र उहाँलाई लाखौँ लाखौँ शुभकामना भनेर नानी बाबुले भनिरहेको छन्। आज के गरिरहेको छ नानी बाबुले सेवालाई धर्म पुण्य जीवन भने जस्तै कहाँ कहाँबाट हेर्नु भएको छ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। र हाम्रो दिपेन लामा पोखरामा हुनुहुन्छ भने उहाँको जन्मदिनको अवसर पारेर नानी बाबुले र उहाँलाई लाखौँ लाखौँ शुभकामना पनि हामी दिन चाहन्छौँ। तपाईँहरू कहाँ कहाँबाट हेर्नुभएको छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। देशेवाला अनलाइन टिभीमा अनि देशेवाला अनलाइन टिभी साथै टिकटकमा पनि आउँछ म पनि आउँछ भने टिकटकमा अनि साथै तपाईँको देशेवाला अनलाइन टिभी सो टिकटकमा पनि आउँछ र पेजमा पनि जान्छ। तपाईँहरू सबैले अब गर्नु होला लामा गुरुको ल थ्याङ्क यू लामा गुरु भनेर ल नानी बाबुहरूले खाना अब खाना सुरु गरिरहेका छन्। ल खाने लामा गुरुको आज बर्थडे हो है। Okay guys, so that's all for today's video. Thank you so much everyone who watched this video, and please don't forget to wish me happy birthday. And so I really enjoy, and it's really blessing for me. And then also especially I saw those happy face those who I celebrate with them. And then so hope you all love my videos. So if you like my videos, so please do share to your friends. Yeah, so okay, and that's all for today's video. And so once again I want to say happy birthday myself. Okay, and then so that's all, and see you in next video. So please, if make happy to others, that is also dharma. Okay, so I always say this one, so be kind and be honest, your life will be beautiful. So okay, bye-bye.